ओठैले बोल्दैमा कहाँ माया लाग्छ र के चाटले बोल्दा माया लाग्छ के छ केटा आज मेरो च्यानलमा फर्स्ट टाइम रोस्ट भिडियो फेस देखाएर बनाउँदै छु त के नाच्यो बे त यसलाई के स्पेशल बनाउनलाई आज रोस्ट पनि एकदमै स्पेशल हुनेछ केटा मुजी सुन्ने बित्तिकै मन भित्रैबाट नै फटाफट हेडफोन युज गर्यो ताओ फेरि भिडियोमा सिधै अघि बढाऊ आथा भयो के बुबु पिच्क्यो भनेको अब ट्याटु नै बुबुमा हानेपछि बुबु नपिच्किएर के पेट पिच्किन्छ अनि एउटा कुरा ट्याटु त तल नि हान्नु बारै छ दिदी त्यो बेला नि सायद केही पिच्किया थियो होला अब यिनीहरुलाई कसले सम्झाउने त्यो ट्याटु हानेर ठुलो भएन त्यो ठुलो चीज पहिलेबाट नै ठुलै थियो मलाई भनो ओठ मुखमा जोडिया छ र मुख ओठमा जब यसले नै बोल्दा माया लाग्दैन भने के चाटले बोल्दा माया लाग्छ तिरु पछि हजारौं केटी लाग्छन् भनेर धेरै खुसी नहो झ्याम्पुतलो झिंगा घुम्ने भनेकै गुमा हो समझ रहे हो न हाँ समझ गए यो मान्छेले भने अनुसार हामी केटाहरु गु र केटीहरु झिंगा एउटा कुरा दिमागमा राखौ केटी हो झिंगा कहिले पनि ताजा ताजा गुमा नै घुम्छ र हामी केटाहरु भयम ताजा ताजा गु मुजी झिंगा वरिपरि घुमेको कसले मन पराउन हो झ्याम्पुतली सिलुको गाडी पुस्नको लागि रिक्वायरमेन्ट्स ओके तिम्रो क्वालिफिकेसन एकाडेमिक क्वालिफिकेसन ब्याचलरमा हाइट एक्सटेन्सन हानेको हुनु पर्यो एचडी लेको हुनु पर्यो बुझ्यौ किनभने म भनेको फेरि क्लास टपर हो नि बुझेको बुझेन अब क्लास टपरको पुरा गाडी पुस्न त्यसै पाइन्छ भने अच्छा क्लास टपरको ड्राइभर क्लास टपर नै हुनु पर्यो त्यसो भए त डाक्टरको ड्राइभर नि डाक्टरै हुनु पर्थ्यो इन्जिनियरको ड्राइभर नि इन्जिनियरै हुनु पर्थ्यो हैन र यु आर राइट ब्रो हाम्रो नेपालीमा एउटा उखान छ बस्न पाए भनेर थ्वाच्च नबस्नु र बोल्न पाए भनेर प्याच्च नबोल्नु भन्ने थाहा हैन बात तो सही है अच्छा जिन्होंने मुझे खोया है मैं उन्हें बस एक ही चीज कहूंगा महंगी चीजें सस्ते लोगों के लिए नहीं होती यस्ता सोचे भकोरलाई म एउटै चीज भन्न चाहन्छु आफूसँग जति सुकै महँगो चीज भए पनि अरूको सस्तो चीज नै मन पर्छ माया मलाई त ज्योतिषले पनि दुईटा घरबार हुन्छन् भने आउँछ तिमीले धोका दिँदैमा के हुनेवाला छैन माया मलाई ज्योतिषीले त हैन मेरा घरकाले चाहिँ भनिराख्छन् तेरो दुईवटा भुमरी छ तैले दुईवटा बिहे गर्छस् अब एउटा त भइसक्यो अर्को गर्ने भए सुटुक्क मेसेज गर माया पिरतीका कुरा गरौँ त्यति मात्र झुक्नुस् महोदय जति झुक्दा हजुरलाई सही लाग्छ सुन्यौ त केटी हो त्यति झुक्नु जति झुक्दा तिमीहरुलाई कम्फर्टेबल हुन्छ हैन भने कम्मर दुख्ला नि फेरि कुसको वाले भन्छ इसके माछको चोर मेरो स्यालेरी आछ आधा तिमी राख आधा म राख्छु के त्यस्तो आई वान्ट मेरो स्यालेरी आएको छ मेरो पैसा तिम्रो पैसा हो तिम्रो पैसा तिम्रो पैसा हो वाला लभ वाह क्या लभ छ यस्तो लभ सबैलाई मिलोस् तर मलाई छोडेर अगर यस्तो लभ मसँग भएको भए नि म एउटै कुरा भन्थे मेरो जिन्दगी मेरो र तेरो जिन्दगी तेरो त गएर जिन मोजी म केटी भएर केटीलाई माया गरे म केटा भएर केटालाई माया गरे मेरो मनले अर्को मनलाई माया गरे म मान्छे भएर मान्छेलाई माया गरे मायामा विश्वास साथ सम्मान चाहिन्छ महोदय लिङ्ग हैन सही हो एकदमै सही हो मायामा विश्वास साथ र सम्बन्ध चाहिन्छ 100% सही हो तर केटाले केटालाई केटीले केटीलाई लिङ्ग चाहिदैन यो हल्का पचेन भन्न त धेरै मन थियो तर युट्युबले हल्का दिदैन केटा त्यही पनि यति त भन्न चाहन्छु म ओके सुनो केटा केटा यो एउटा केटा यो एउटा केटा 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 नो यो एउटा केटी यो एउटा केटी 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 फिल आयो नो यो एउटा केटा यो एउटा केटी फिल आयो I got broads in Atlanta, just to lean the family. Credit cards
in the scammers. Hitting the licks in the back. Legacy. लकेटा आजको लागि यति नै। यो भिडियो मात्र इन्टरटेनमेन्टको लागि थियो, त हेरेर इन्जोय गरौ। अगर कोही च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरिदिनु र भिडियोलाई सक्दो शेयर गर्नुको साथै एउटा दामी लाइक र कमेन्ट छोडेर जानु बेटा। आजको लागि यति नै। हामी फेरि मिलौँला मेरो नेक्स्ट भिडियोमा। तबसम्मको लागि ओके बाय। ठीक है, एक तो लाइक और शेयर ठोक दीजिए, महाकाल का दबा के लाइक और शेयर ठोक दीजिए, 5000 लौटे दिख जाना चाहिए।